ल राम 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 अब है राम 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 ज्वालामाई माता राम राम होइन ज्वालामाई माता ज्वालामाई माता की जय ज्वालामाई माता की जय ल है हामी कहाँ जाँदैछौँ अरे ज्वालामाई माता की जय ज्वालामाई माता की जय यहीबाट ढोक्नुहुन्छ है तेरिका यति आएर पनि यति आएर सकिएन जय काली के कल्याणी माता हेर्नुहोस् गाइस आलु आलु फलाएको गलियो त हौ आधी पनि आएको छैन है ल है जय ज्वालामाई भगवती महारानी की जय हामी ज्वालामाई दर्शन गर्नु जाँदैछौँ गर्नुभयो दिदी माताको मन्दिर आउनु कतै सहिलो छैन सजिलो भयो त सबले भगवान्सँग भेटिहाल्थ्यो नि उफ कस्तो लाग्दैछ नि फ्याफा रमाइलो छ फ्याफा हुनुभयो देशमा पनि यस्तो ठाउँ रहेछ भन्ने हामीले घर बसी बसी हेर्न पाएका थिएनौँ हामी विश्वको सबैभन्दा अग्लो ठाउँमा जाँदैछौँ अहिले चाहिँ हामी ज्वालामाई माई देवीको दर्शन गर्न आइरहेका छौँ हजुर अब ल जाऊँ अलिकति ल जाऊँ चिन्ता भएको अब जाऊँ कुदेरै जाऊँ म कुदेरै आइपुग्यौँ उफ कहाँ माथि उफ आइपुग्यौँ है सर आइपुग्नु भयो सर बल्ल भाउजू पनि आइपुग्नु हो ल ल ल माई देवी ज्वालामाई देवी मन्दिरले नै पुर्याउनु भयो हामीलाई बाटो हो यताबाट जाने हो ल्याउँदा अब कहाँ खिच्ने कि पहिले दर्शन गरेर खिच्नुहुन्छ छैन ठिक छ छैन मेरो मान्छे तलै बसिहाल्नु ए आउनु भएन उहाँ आउँदै हुनुहुन्थ्यो होला आउन त यसो त जित्नुभयो तपाईँले नै जित्नुभयो मेरो चाहिँ घुँडा दुख्थ्यो र म अगाडि बढेको कि भगवान्ले चाहिँ पार लगाइदिनुहुन्छ नि उहाँदेखि दर्शन गर्न आएको अनि त्यत्रो हामी कहाँ कति तलबाट आएको दर्शन गर्न है
बेच्नेदेखि यस्तो यस्तो देखेको यस्तो यो त पथरी भएको मान्छेको यस्तै पत्थर निस्किन्छ त मेरो नि अपरेसन गरेर यस्तै निकालेको थियो यो पानी खान धेरै मिठो हुन्छ चल्नै खानु त कस्तो मिठो छ खाऊ त कस्तो मिठो छ मेरो मान्छे त हराइछ त भुलामा ओहो म त कुदेर अगाडि आएको नि रेस्ट हुन्छ भनेर अब पहिले दर्शन गरेपछि अनि गर्छु भनेर अब पहिले जाउँ पहिले दर्शनै गरौँ